फोहोर लागेछ। यता उयो यसमा हिँडेको क्याम्प। बेरोजगार लाइफ पनि मजै हुन्छ रहेछ। 2-4 महिनालाई चाहिँ मजै हुन्छ होला है। जिन्दगीमा बेरोजगार लाइफ पनि बिताउनु पर्ने रहेछ कहिलेकाहीँ त। मिलनजी मक्ख परेर खाँदै हुन्छ। पुरै भिड हुन्छ यहाँ चाहिँ। खाएको पनि देखाउनु पऱ्यो नि त। उहाँले चाहिँ लम्बु कि लुबु अरे लुम्बु हेर्दै हुनुहुन्छ है। भन्नु नआउनु पनि केही छैन। ए यस्तो खालके मन परेको रहेछ नि त नानालाई। लुम्बु श्रम संस्कृति पार्कमा हामी आइपुगेको छौँ। म चाहिँ फर्स्ट टाइम नै आएको हो। यो मजाले बनिसकेपछि फर्स्ट टाइम नै आएको। त्योभन्दा अगाडि आएको थिइनँ हौ। आउनु जुरेकै थिएन। आज बल्ल जुरेको छ साथीहरू। नाना तपाईँ फर्स्ट टाइम आएको नि? नाना उता प्रकाशमा भएर फर्स्ट टाइम आउँदै हुनुहुन्छ। म त धराना बसेर पनि फर्स्ट टाइम आउँदैछु यहाँनिर होइन। जुर्नु पऱ्यो नि त आउनुलाई। श्रम संस्कृति पार्क। मिलनजीले चाहिँ टिकट लिँदै हुनुहुन्छ। कति धेरै कन्स्ट्रक्सनहरू अझै गर्न बाँकी रहेछ नि। हाम्रो नाना र दाजुले गफ गर्दै हुनुहुन्छ के कस्तो हुँदैछ भनेर होइन। कति मजाले नि। यही होला नि होइन जङ्गलतिर हो। माथि माथि जङ्गलमा चाहिँ आगो लागेको हो। अनि यहाँ चाहिँ यस्तो बस्ने ठाउँहरू पनि दामी दामी रहेछ। कस्तो हामी यहाँ आउनु चाहिँ पाएकै थिएनौँ क्या। माछा पनि रहेछ नि यहाँ कस्तो मजाले। माछा पनि रहेछ हेर्नु न कस्तो मजाको। श्रम संस्कृति पार्कमा बसेर यहाँ गफ गर्दैछौँ होइन। थकाइ मार्दैछौँ। कस्तो बनाउनु भएको रहेछ त हाम्रो मेयरज्यूले। यो राम्रो बनाउनु भएको है। रमाइलो रहेछ पुरा। हाम्रो मेयरज्यूको सपोर्टर पो त है तपाईँहरू। सो प्रकाशपुरबाट हाम्रो नाना दाजु आउनुभएको छ होइन संस्कृति पार्क हेर्नलाई। रमाइलो भइरहेछ। आज मौसम शीतल छ। मजाको बनाएको। यहाँ केही थिएन पहिला बगर त थियो नि। कस्तो राम्रो बनाएको। म लगाइदिन्छु। मिलनले चाहिँ अब त्यहाँ मासतिर के छ भनेर भन्दै हुनुहुन्छ। त्यही यस्तो छ। राम्रो बनाएको छ। आफै माग लगाएर कुरा बुझ्दै हुनुहुन्छ होइन। अनि हामी चाहिँ एउटा पार्क चाहिँ घुमिसक्यौँ। अब अर्को पार्क पनि हामी घुमेवाला छौँ होइन मिलनजी। किनिदेऊ न भनेको क्या। त्यो अनि हामी पनि राम्रो। हजुर ए राम्रो रहेछ त नि। किनिदेऊ न त मलाई बाइक त्यस्तो होइन। म खुसी हुन्छु बाइक किनिदियो भने। एसडिएस रक गार्डन यस्तरी यहीँ छ दामी। ओसोको पुल पहिला हामी यहाँसम्म मात्रै आउँथ्यौँ। अहिले त जम्मै दामी दामी बनेको छ। हाम्रो नानाहरू चाहिँ यहाँको भ्यू इन्जोय गर्दै हुनुहुन्छ। चाहिँ रोज गार्डन घुम्दैछौँ। आज घुम्नु नपाउने हो भाइ त्यता। आज घुम्नु नपाउने यता। अनि पैसा तिरेको त कामै लागेन त नि। 10 रुपियाँ त फिर्ता माग्ने बेला भयो त। फाउन्टेनै हेर्न नपाइने रहेछ। त्यही त सरसफाइ 10 रुपियाँ त फिर्ता माग्ने बेला भयो त दाजु।
अझै कति आउँछ यहाँ फोटो सेसन हुँदैछ। भाइले फोटो खिच्ने, नाना भेना फोटो खिच्नको लागि उभिनु हुने होइन। अब आउनु हेर्दै हेर्दै सँगै आउनु पर्यो। कहाँ सययात्रीलाई चाहिँ छोडेर आउनु भएको त नि। एसडिएस रक गार्डन घुम्नको लागि हामी यहाँनिर टिकट काट्दैछौँ होइन। नाना एउटा चाहिँ नघुमेर किन गुनासो राख्नु होइन, सबै घुम्ने आएपछि। तर यो मजाको पनि रहेछ क्या, यताको त गेटहरू पनि दामी दामी रहेछ नि त, अर्कै खालके गोल्ड प्लेटेड टाइपको। अन्त आउने मात्रै खाने, उयो त आउने हावा खाने, अन्त जस्तो जाने। एसटिएस रक गार्डन चाहिँ यहाँनिर खिच्दैछ। मिलन म यहाँ आइरहेछु हेर्नु त, अलिक माथि गर भने आउने रहेछ। यस्तो रहेको छौँ यहाँनिर घुम्नको लागि होइन। आउनु छिटो। कता हुँदा नि हो, खै कता कता घुम्ने हो थाहा छैन। यसरी हामी घुम्दैछौँ होइन। यसो गऱ्यो भने चाहिँ देखिने रहेछ नि त नि अलिकति। यहाँनिर चाहिँ अब तपाईँहरूले हेर्न सक्नुहुन्छ यस्तो दामी दामी ठाउँहरू बनाएको छ होइन। श्रम दानबाट जम्मै बनेको धराने दिदीबहिनीहरूले कि कसले हो, धराने सरले गर्नुभएको होइन। एकदमै राम्रो छ। अनि खोइ कताबाट आइनु, जताबाट गए पनि हुन्छ क्या अरे नाना। आउनुहोस् आउनुहोस्, जताबाट पनि हुन्छ। यस्तो छ होइन। दामी दामी छ यहाँ त फुलहरू के चाहिँ हेर्ने। फुल वृक्षदेखि लिएर सबै कुरा छ यहाँनिर। हाम्रो नानीलाई पनि ल्याएर खेलाउनुपर्छ यहाँ एक दिन। यहाँ चिल्ड्रेन पार्क रहेछ, यहीँ मात्रै आउँदा हुने रहेछ। मेरो अघि नानाले सोध्दै हुनुहुन्थ्यो क्या, त्यो सेतो सेतो रेलिङ लगाएको छ नि त्यहाँ के छ भनेर सोध्दै हुनुहुन्थ्यो। ऊ त्यो माथि क्या 3 स्टेप 4 स्टेपको क्या बाबा। ए अँ हुन्छ। अब हामी चाहिँ साथीहरू कोकुसँग फोटो खिच्न आँटेको छौँ। कोकुले चाहिँ त्यहाँ नानी बोकेर डोकोमा के बोकेर उभिराख्नु भएको छ होइन। त्यहाँ हामी अब कोकुकोमा फोटो खिच्छौँ। अहिले आएर खिच्नु हुन्छ जम्मा। फेरि एकचोटि रिपिट त मिलनजी। यहाँ चाहिँ केटाकेटीहरूको लागि पनि पार्क दामी रहेछ। अब नेक्स्ट टाइम चाहिँ नानीलाई लिएर आउनु पर्ने भयो। कति राम्रो देखेको हेर न मेरो क्यामेरामा, यस घरिबाट कस्तो राम्रो देख्छौ। चाहिँ हामी साथीहरू धरानमा धरान लेखेको ठाउँमा जानको लागि जाँदैछौँ। यहाँ चाहिँ राम्रो रहेछ नि, सबै नानीहरूले पनि खेल्ने ठाउँ रहेछ। यहाँ राम्रो रहेछ क्या, धेरै एरिया रहेछ नि त यहाँ। सो अब हामी चाहिँ धरान लेखेको ठाउँमा जाँदैछौँ साथीहरू, मेहनत गरेर होइन। कान्लातिर पनि फुलै फुल रहेछ यहाँ त। यहाँ माथि राखेर यसरी फाल्नु पर्यो क्या। कस्तो राम्रो। पानी पर्दैन भनेको त पानी परेको अवस्था के भयो त। पानी परेर यस्तो मौका घरिघरि आउँदैन होइन नाना, त्यसरी भिजेर बस्ने। आहा चढेर अब हामी पानी परेकोले बसिरहेको छौँ। भलिन्टियर गर्दै हुनुहुन्छ, पानी जम्यो अरे, अनि त्यही भएर यहाँ पानी फ्याल्ने काम गर्दै हुनुहुन्छ साथीहरू। हामी त भाग्यमा नि रहेछ नि त। अन्त ठ्याक्क उकालो चढेर बस्ने ठाउँ आइपुग्यो, पानी पऱ्यो है। बस्ने ठाउँ धेरै रहेछ। आज 2टा बनिने बाँकी रहेछ। यहाँ त पानी परेर नि ठिक छ। यहाँ 2टा छाना लाउने आधा धरानमा। अब त्यहाँ त्यो बिजो त्यसमा अब त्यहाँको मान्छे एकदमै होइन। अब यो नयाँ वर्षको नयाँमा त आमाम गुटुङ टुङ 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 पऱ्यो पानी। यहाँ डिस्कसन हुँदैछ, बसेपछि के गर्दैन, यस्तो टाइम युटिलाइजेसन हुन्छ। सन्तानको रूपमा जन्मिनु भई
आज ओसो घुम्नेहरूको बिजोग भएको छ। त्यतिखेर कस्तो दामी देखिँदैछ। भए पनि फोटो खिचियो अनि अब हामी लाग्यो। राम्रो देखियो तपाईँहरूको छातामा। मिलालाई पनि त्यसरी नै खिचौँ न भनेको मान्नेन त। यस्तै भए पनि हामी त्यही त न्युले होइन पानी परेर यता अड्केको नि। हजुर अब जाने टेम्पो खोज्नुपर्छ। यता आउनु नि हामी त पानी परेर आउनु यता। ल त साथीहरू पानी परेको गऱ्यो। अब हामी पनि घर जाँदैछौँ। आजको भिडियो हामी यतिमै अन्त्य गर्न चाहन्छौँ। सी यु इन नेक्स्ट ब्लग है। बाई बाई एन्ड टेक केयर।